तपाईको तलब कति हो? अब मन्थली स्यालेरी चाहिँ 18,000 हो। अरु अलाउन्सेस चाहिँ म्याच भयो भने मात्र हुन्छ, नत्र हुँदैन। नत्र 18,000 मात्रै पाउनुहुन्छ। तपाईहरुले एन्फाबाट तलब खानुहुन्छ हैन? पारिश्रमिक लिनुहुन्छ नि? फ्रीमा काम गर्ने त होइन? होइन। बाँकी तपाईको तलब कति हो? हैन, हाम्रो त अब सुविधा राम्रै छ हैन, नराम्रो चाहिँ छैन। मैले थाहा पाए अनुसार यो गलत हुन सक्छु, करेक्सन गर्नु होला। करिब 1,20,000 पाउनुहुन्छ हो तपाईले मासिक पारिश्रमिक? त्यो भन्दा कम हो। कति भनेको 1 लाख त हो? 1 लाखको हाराहारीमा। खेल्ने उहाँहरू, मैदानमा लड्ने, भिड्ने, चोट खाने, गाली खाने, ताली खाने उहाँहरूको 18,000। मैले के भनौँ तपाईँलाई? ठुक्क एन्फा हेर त, जो देशको लागि मरिमेट छ, देशको लागि खेल्छ, देशको नाम विश्व सामु चिनाउँछ, उसको हालत आज यस्तो छ। हस्पिटलको बेडमा छटपटिरहनु भएको छ। र अनि अब जो एन्फामा भ्रष्टाचार गर्छ, आफ्ना मान्छेहरूलाई अगाडि सार्छ, देश विदेश घुमी मात्र रहन्छ, त्यसको सेवा सुविधा त्यस्तो छ। खेलाडीको 18,000 मात्र। 18,000ले के पुग्छ हो? राम्रोसँग खाना नि पुग्दैन, डाइट खाना नि पुग्दैन। घर कसरी सर्भाइभ गर्ने? चोटपटक लाग्यो भने कसरी उपचार गर्ने? नेसनल खेलाडीको त एन्फाले उपचार गर्ने प्रावधान छ त? खोइ त। साविताको हकमा यो चाहिँ लागू भएन होइन? बिचरा साविताले के गरे, के गरेन नेपालको लागि यार? विश्व सामु चिनाएछ, विश्वका लिगहरू खेलिरहेछ। यी चोर नेताहरू र नेपाल नचिनिन सकेका कारणले गर्दा हेर त आज एउटा फुटबलले चिनिएको छ, फुटबलले विश्व सामु चिनाएको छ, तैपनि आज उनलाई दुःख पर्दा हेर त एन्फा टुलु हेरेर बसिरहेको छ। यस्तो नि हुन्छ काहीँ नभएको जात्रा हाँडी गाउँमा। काम गर्ने कालु, मकै खाने भालु भएन त? काम गर्नेलाई चाहिँ त 18,000 तलब दिएको छ। अब जो कामै गर्दैन उसलाई चाहिँ 1 लाखको सेवा सुविधा। यस्तो नि हुँदैन यार, यो त अति भयो। अब एन्फा विरुद्ध कडाभन्दा कडा कदम उचाल्न जरुरी छ। नेपाली जनता हो, अब बुझ्ने बेला यता जति आन्दोलन गर्यो। अब एन्फा विरुद्ध गर। एन्फा विरुद्ध जबसम्म कारबाही गरिँदैन, जबसम्म आन्दोलन गरिँदैन, तबसम्म एन्फा सही ठाउँमा आउँदैन। यस्ता साबिता भनेर प्रतिनिधि पात्र मात्र हो। भोलि क्रिकेटमा पनि यस्तै होला, अरूमा पनि यस्तै होला। के हुन्छ त्यसको हालत? जसले देशलाई रिप्रेजेन्ट गर्यो, देशलाई विश्वसामु चिनायो, ऊ नै आज मारमा छ भने भोलि के हुन्छ त? त्यही भएर सबै मिलेर यो विरुद्ध आन्दोलन गर्न जरुरी छ। र हामी सभ्य तरिकाले एन्फा विरुद्ध आन्दोलन गरेर खेलाडीको हकहरू दिलाउनुपर्छ। पाउनुपर्ने सेवा सुविधाहरू, तलबदेखि लिएर सबै पाउनुपर्छ क्या। यो भनेको उनीहरूको नैसर्गिक अधिकार हो क्या। खेलाउने देशको लागि, खेल्ने देशको लागि। अनि नर्मल कुराहरू पनि नपाउनु भन्ने त होइन नि त? मानवताले पनि दिँदैन क्या। त्यही भएर एन्फा विरुद्ध सबैले जागरुक भएर आवाज उठाउन जरुरी छ। जय देश, जय नेपाल।